आज चाहिँ म चाहिँ यो घरको मौरी यो आधुनिक घरमा सार्न गइरहेको छु र त्यहाँ थियो मौरी त्यहाँ रेगिरहेछ र यसमा सार्न गइरहेको छु। अन्तिमसम्म हेरिदिनु होला, बिचमा क्लिप हालिरहन्छु र फ्रेममा यसरी चाहिँ चागा राख्ने, जुन चाहिँ यसरी फ्रेममा राख्दा सकेसम्म माथिसम्म टसाउँदा राम्रो। मैले चाहिँ 3टा फ्रेम राखिसकेको छु। अरू चाहिँ यहीँ छ, तलपट्टि यहाँ छ, यसको निकाल्नै छ। यसको निकालेर त्यसमा सिफ्टिङ गर्ने हो। यो फ्रेम जस्तो यो राखेको छु नि, यस्तो यस्तै गरेर राख्नुपर्छ। यो बिचमा यसमा फ्रेम अडाएर र हेर्न सक्नुहुन्छ मैले सारिरहेको छु यसमा। यो घरमा यो चाहिँ आधुनिक घर हो। एकचोटि खोलेर ए यस्तो छ कन्डिसन भित्रको। यहाँ चाहिँ मौरी छ, यता साइडमा छ। ल यहाँबाट गइरहेको छ। यस्तो छ। यो सारिसकेको अवस्था छ। अब यसलाई ढक्कन लगाइदिएर छोडिदिनु पर्ने हुन्छ।